सम्मान्य सभामुख महोदय, आज हामी विनियोजन विधेयकका विभिन्न मन्त्रालयको शीर्षकहरूमाथि छलफल गरिरहेका छौँ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय पनि आजै परेछ। प्रधानमन्त्रीज्यू यहाँ हुनुहुन्न। यसभन्दा पहिले पनि मान्यज्यूहरूले बोलिसक्नु भएको छ। वास्तवमा चाहिँ यति बेला देश भ्रष्टाचार, घुसखोरी, अनियमितता, ढिलासुस्तीले ग्रस्त छ अथवा चौतर्फी कुशासन छ। कुशासनको जाँतोमा जनता यति धेरै पिल्सिएका छन् कि त्यो एकदम कुन दिन विस्फोट हुने हो भन्न सकिन्न। अनि सरकार के गर्छ भने सुशासन आयोग बनाएर बस्छ। यो के तमासा देखाएको होला? प्रधानमन्त्रीको नेतृत्वमा सुशासन आयोग अरे, त्यो भत्ता पनि आउँछ होला। त्यही भएर त्यो सुशासन आयोग भन्ने एउटा संरचना बनाएर राज्यको भार, आर्थिक भार बढाउने काम गरिएको होला। यस्ता वाहियात काम किन गरिरहेका छौँ हामी? काम कुरो एकातिर, कुम्लो बोकी झापातिर भने जस्तै। कस्तो छ सुशासनको अवस्था? जनताको चाहिँ जीवन स्तर कस्तो छ? त्यो दमकको टावरको टुप्पोमा गएर हेर्दा हुन्छ प्रधानमन्त्रीज्यू? मैले धेरै भन्नु पर्दैन। यो आज शहरी विकास मन्त्रालयको पनि विषय रहेछ। शहरी विकास मन्त्रालय एउटा कुरा त यो परिभाषा अनुसारकै काम गरिरहेको छैन। शहरी विकास मन्त्रालयले आफ्ना इन्ट्रेस्टका, आफ्ना आसेपासेका लागि, आफ्ना चाहिँ वरिपरिका मान्छेहरूलाई चाहिँ कहाँबाट घुमाएर योजना हाल्न सकिन्छ, जुनसुकै शीर्षकमा पनि योजना चाहिँ थुपारेर आफ्ना भरौटेहरूलाई पाल्ने, पोस्ने र बिचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको छ चाहिँ शहरी विकास मन्त्रालय। तपाईँ हेर्नुहोस् ती योजनाहरू, ठाउँ ठाउँमा अनुगमन गरेर हेर्नुहोस्। र यस्तो खालको एउटा ज्यादती, व्यथिति, यसको पनि एउटा हद हुन्छ नि। अनि माननीय मन्त्रीज्यू सिनियर मान्छे हुनुहुन्छ, तपाईँले यो के गर्नुभएको? गणेशमानको नाममा यो करिब चाहिँ 57 करोड बजेट कुनै उत्पादनमूलक काममा होइन, कुनै युवाहरूलाई रोजगारी दिने खालको कार्यक्रममा होइन, अनुत्पादक संरचनाहरू बनाउने नाममा गणेशमानलाई बदनाम गर्नुभयो तपाईँले। तपाईँ माफी माग्नुहोस् यो रोस्टमबाट। अनि गणेशमानको हाइट यस्तो होइन। गणेशमानलाई सबैले सम्मान गर्छन्, तपाईँले अपमान गर्नुभयो। मङ्गला देवीलाई अपमान गर्नुभयो। अनि त्यहीँनिर फेरि तुलना गर्नुहोस् त, पुष्पलालको नाममा 70 लाख। के गर्नुभएको यो गाई जात्रा? काठमाडौँमा त गाई जात्रा अलि मनाइन्छ क्यार। यो शहरी विकास मन्त्रालयलाई गाई जात्रा बनाउनु भयो। काठमाडौँमा यति धेरै बजेट, काठमाडौँको 1 नम्बर क्षेत्र यति सानो छ। डोल्पा जिल्ला हेर्नुहोस् त, हुम्ला हेर्नुहोस् त, मेरै सल्यान हेर्नुहोस् त, 1,60,000 त मतदाता छन् त्यहाँ। तपाईँका कुनै योजना ती ठाउँहरूमा परेका छन्? मैले धेरै भन्न पर्दैन। वास्तवमा यो एक मागले जाडो जाँदैन। यस्तो खालको बजेटमा अत्याचार, इन्क्रोचमेन्ट गरिएको छ, बजेटमा दादागिरी गरिएको छ, एकलौटी गरिएको छ। यो व्यक्तिगत सम्पत्ति हो कसैको? यो त देशभरिका जनताले कर तिरेका छन्, उनीहरूको हक छ त बजेट पाउनेमा। मैले भनेको थिएँ नि त, कमसेकम निर्वाचन क्षेत्रमा पहिले जस्तै 900 जस्तो कुनै कार्यक्रम राख्नुहोस्। एउटा निश्चित सिलिङमा एउटा निर्वाचन क्षेत्रमा बजेट जाओस् न। त्यसपछि बरु तपाईँहरू बाँडफाँड गरेर खानुहोस्, केही छैन भनेकै हो। तर कुनै मन्त्रालयको चाहिँ हरेक जिल्लामा, मेरो लगायतका जिल्लाहरूमा शून्य बजेट छ त एउटा पनि योजना हुँदैन। कुनै ठाउँमा 1000 बढी योजना छन्। अनि मान्छेले स्वीकार गर्छन्, सहन्छन्। तपाईँहरू अरू जिल्लामा जानु पर्दैन। कुन मुखले जानुहुन्छ? त्यहाँ कालो मसो दल्दैनन् त्यहाँका जनताले। त्यसकारण यो अत्याचार स्वीकार्न सकिँदैन। युवा खेलकुद मन्त्रालयको ध्यान कहाँ छ? तपाईँको अहिले 18 देखि 40 वर्षका युवाहरू जो जेनजी पुस्ता बनिन्छ, नयाँ पुस्ता बनिन्छ, उनीहरूलाई टार्गेट गर्नु पर्दैन? उनीहरूलाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम छ। एउटा स्टार्टअप प्रोग्राम थियो, त्यसमा पनि बजेट घटाउनु भएको छ। अनि युवाहरू विदेश पलायन नभएर के गरेर बस्छन्? तपाईँ यहाँ चाहिँ रोजगारीमा जोड्नुहुन्न, यहाँ चाहिँ कुनै उनीहरूलाई उद्यमशीलतासँग जोड्नुहुन्न, उनीहरूलाई कुनै प्रेरित प्रोत्साहित गर्नुहुन्न। अनि तिनीहरू विदेशिन्छन्।
विदेश गएर चाहिँ दुःख पाउँछन्, लास बनेर फर्किन्छन्। यो दुर्दशा त राज्यको कारणले, सरकारको कारणले हो नि। खेलकुदतिर कति राम्रो सम्भावना छ, क्रिकेटमा, फुटबलमा यति राम्रो राष्ट्रिय प्रतिष्ठा उठाउने खालको चाहिँ प्रतिभाहरू हाम्रो देशमा छन्। कुनै प्रोत्साहन छ? खेलकुद क्षेत्रको बजेट हेऱ्यो भने निराशाजनक छ। खेलाडीहरूलाई कहीँ प्रोत्साहित गरिँदैन। खेलाडीहरूको चाहिँ जुन क्षमता विकासको कुरा हो त्यसमा चाहिँ ध्यान दिइँदैन। खेलकुद मैदानहरू, कबड हलहरू अस्त व्यस्त छन्। हाम्रो जिल्लामा चाहिँ एउटा कबड हल बनाउने भनेको 16 वर्ष भयो, त्यो त्यत्तिकै थन्किया छ। यस्तो हालत छ। ध्यान दिनुभएको छ? राष्ट्रिय खेलकुद कर्णालीमा बनाउने भनियो, अहिलेसम्म चाहिँ त्यति ठुलो चाहिँ खर्च गरियो, संरचना बनाइयो, खेलकुदको अत्तो छैन। त्यसकारण चाहिँ ध्यान जानुपर्नेतिर ध्यान गइरहेको छैन, अर्कैतिर उल्टोतिर मात्रै ध्यान गएको छ। म यसप्रति आपत्ति व्यक्त गर्न चाहन्छु। योजना आयोगको कुरा गरौँ। योजना आयोगको औचित्य र भूमिका के हो? आयोगलाई चाहिँ अर्थ मन्त्रालय र अन्य मन्त्रालयले मनपरी बाँडफाँड गरेका योजनाहरूमा ल्याप्चे लगाउने एउटा चाहिँ छाया जस्तो बनाउनु भएको हो। 3 करोडभन्दा कमका योजना सङ्घले छुट्याउँदैन भनेर प्रतिबद्धता जनाउने, आयोगले चाहिँ निर्देशिका बनाउने, अनि अहिले चाहिँ 3 करोडको कुरै छोड्नुहोस्, 1,10,000 सम्मका योजना छन् त। यो यस्तो लाजमर्दो अवस्था छ। त्यसकारण चाहिँ यो योजना आयोगलाई साँच्चीकै चाहिँ महत्त्व दिने हो भने त्यसलाई त्यही ढङ्गको भूमिका पनि दिनु पर्यो। होइन भने त्यो आयोग बनाएर किन चाहिँ सरकारको खर्च गर्ने, राज्यको भार किन, आर्थिक भार किन पार्ने, खारेज गरिदिउँ। अनि अर्कोतिर हाम्रो कानुन कस्तो छ फेरि विकास निर्माण सम्बन्धी? एउटा सार्वजनिक खरिद ऐन समेत तपाईँहरू बदल्न सक्नुहुन्न। उहिलेको त्यो खुइलिसकेको असान्दर्भिक भएको विकास विरोधी चाहिँ सार्वजनिक खरिद ऐन बोकेर हामी बसिरहेका छौँ। त्यसमा चाहिँ त्यो कस्तोसम्म छ भने जति पनि चाहिँ बिलो जान पायो कुनै प्रोजेक्टमा, कुनै ठेक्कामा जति पनि भेरिएसन गर्न पायो, पेशकी लिएर जता पनि कुलेलाम ठोक्न पायो, घर जग्गा कारोबार गर्न पायो, अनि त्यसपछि योजना जति अस्तव्यस्त भए पनि अनि उसको चाहिँ म्याद थपिरहने। त्यो सार्वजनिक खरिद नियमावली 14-15 कतिपटक चाहिँ संशोधन भइसक्यो। यो बेइज्जतीको कुरा भयो। एउटा चाहिँ विकास मैत्री अहिलेको युग सुहाउँदो प्रविधि सँग एउटा जोडिने खालको प्रविधि मैत्री कानुन बनाउन नसक्ने हो भने यस तरिकाले चाहिँ विकास निर्माणका कामहरू अगाडि बढ्न सक्दैनन्। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अब अर्थ मन्त्रालयको कुरा धेरै के गर्नु, यहाँ सत्तापक्षका मान्यजीहरूले पनि भनिसक्नुभयो। यो विकास, यो योजनाहरू निर्माणको प्रक्रिया र बजेट वितरणको प्रक्रिया, बजेट विनियोजनको प्रक्रियामा चाहिँ एक ढङ्गले पूर्ण रूपमा चाहिँ परिवर्तन नगरी सम्भव छैन सुधारमा। यसको रुट कहाँ हो, यो चाहिँ यसको जरा के हो, यसको उत्पत्ति कहाँबाट गर्ने हो योजनाको, र त्यसपछि कुन प्रक्रियाबाट यो अगाडि बढ्ने हो भन्ने कुराको कुनै टुङ्गो छैन। स्थानीय तहले सिफारिस गरेका योजना भ्यालिड हुने हुन् कि, प्रदेशले गरेका योजना हुने हुन् कि, सांसदहरूको त बेइज्जती नै भएको छ। सांसदले दिएका त सबै रद्दीको टोकरीमा फाल्ने नै हो। र जसले यो बजेट पास गर्नुपर्छ त्यो सांसदको चाहिँ योजना निर्माणमा, बजेट विनियोजनमा, विकास निर्माणका कुरामा चाहिँ कहीँ कतै उसको भूमिका हुँदैन भने अनि यो संसदप्रतिको अपमान होइन? सांसदहरूलाई एक किसिमले अपमानित गरिएको होइन यो? अनि कुन डोरबाट, चोर ढोकाबाट साँच्चीकै भन्यो भने इलिगल्ली चाहिँ छिराइएका योजनाहरूले चाहिँ ठाउँ पाउँछन्? बिचौलियाहरूले दिएका योजनाहरू, जनप्रतिनिधिहरूबाट र विभिन्न निकायहरूबाट दिएका योजनाहरू, सिफारिस गरिएका योजनाहरू व्यवहारिक हुन्छन्, फ्याँकिन्छन्। यो प्रक्रिया अन्त्य कसरी गर्ने हो सोच्नुपर्ने त्यो होला भन्ने मलाई लाग्छ। विकास खर्च बिचरा कति छ? 3 खर्ब वरिपरि छ। बजेटको सिलिङ 20 अर्ब, के अरे 20 खर्ब माथि उकालो लागिसक्यो। बजेट 3 खर्ब, 15-20%। यसरी विकास हुन्छ, समृद्धि हुन्छ। यसरी चाहिँ हामी अगाडि बढ्न सक्छौँ। अर्थमन्त्रीज्यू, म ध्यान आकर्षण गराउन चाहन्छु। चालु बजेट बढ्दै जाने, 100% खर्च हुने, पुँजीगत खर्च अत्यन्त कम हुने कुराले मुद्रास्फीति बढ्छ। मैले भनिरहनु पर्दैन। पुँजीगत बजेटको स्रोत सुक्दै गइरहेको छ अहिले,
र आन्तरिक ऋणको अंश बढ्दा एकातिर जनतालाई करको भार बढ्ने, अर्कातिर राज्यको ऋणको भार समेत उच्च भएर समष्टिगत आर्थिक स्थायित्वमा चुनौती आइरहेको छ। चालु खर्चको लागि पनि आन्तरिक ऋणको प्रयोग र ऋणको ब्याज दिन ऋण परिचालन गर्नुपर्ने अवस्था अर्थतन्त्रको निम्ति घातक होइन र? राजस्व सङ्कलनको लक्ष्य अनुसार हुन सकेको छैन, राजस्वले चालु खर्च समेत धान्न सकेको छैन, वैदेशिक सहुलियत अहिले चाहिँ अत्यन्त कम भइरहेको छ। यो चाहिँ वास्तवमा चाहिँ अनुदान त यो 42 देखि 48% आउने हो, ऋण चाहिँ 50 देखि 56-57% मात्रै आउँछ। यस्तो अवस्थामा चाहिँ हामीले राजस्व बढाउने विकल्पमा किन ध्यान दिन सक्दैनौँ? म त्यो कुरा अनुरोध गर्न चाहन्छु। सरकारले काम गरेको भुक्तानी दिन सक्दैन, कोभिडको बेलामा गरेको बिमाको रकम चाहिँ भुक्तानी दिन सक्दैन। अनि अस्ति भर्खरै चाहिँ हामीले सुन्यौँ यो उखु किसानहरूलाई जो चाहिँ प्रति क्विन्टल 70 रुपियाँ अनुदान दिइन्थ्यो त्यो पनि काट्यो। किसानलाई दिने अनुदान काट्नुहुन्छ, कोभिड पीडितलाई चाहिँ तपाईँ चाहिँ बिमाको रकम दिनुहुन्न, अनि काम गरेको भुक्तानी दिनुहुन्न। यो कसको सेवामा लागिरहेको छ सरकार बुझ्न सकिँदैन। मान्य सदस्य म सक्छु 1 मिनटमा सक्छु मान्य सभामुख महोदय। अहिले हाम्रो अवस्था हेऱ्यो भने वास्तवमा चाहिँ चारैतिर एउटा डरलाग्दो अवस्था छ। 6% को चाहिँ जो आर्थिक वृद्धि छ त्यसले समृद्ध नेपाल सुखी नेपालीको सपना कसरी पुरा गर्नुहुन्छ म प्रश्न गर्न चाहन्छु। र अर्को कुरा यो जनतालाई चाहिँ करको यति धेरै भार छ, भ्याट 13% तिर्नुपर्छ, सबै गर्दा 32% भन्दा बढी पुग्छ। यो चर्को कर नेपाली जनताको थाप्लोमा थोपरिएको छ, जबकि भारतमा जनतालाई आम्दानीको 12,75,000 सम्म कर छुट छ, जो चाहिँ नेपाली 20 लाख जति हुन्छ। नेपालमा 5 देखि 6 लाखसम्म मात्रै चाहिँ छुट छ। यस तरिकाले जनता कसरी चाहिँ उत्साहित भएर काम गर्न सक्छन्? राजस्व चुहावटको अवस्था चाहिँ अत्यन्त विकराल छ र कर प्रणालीमा चाहिँ सुधार पनि गर्न सकिएन, प्रशासनिक कर प्रशासनमा राजस्व प्रशासनमा सुधार पनि गर्न सकिएन। यी क्षेत्रतिर सरकारको ध्यान जान जरुरी छ भन्ने म अनुरोध गर्न चाहन्छु। 50 लाख नेपाली अहिले देश बाहिर छन् र जीडीपीमा चाहिँ रेमिट्यान्सको चाहिँ योगदान 35% छ। तिनीहरू देश फर्किएर रेमिट्यान्स बन्द भयो भने नेपालको अर्थतन्त्रले भोग्नुपर्ने चुनौतीको सामना गर्ने बारेमा तपाईसँग कुनै कार्ययोजना छ? म प्रश्न गर्न चाहन्छु। विप्रेषण प्रवाहलाई सिटामलको रूपमा पो प्रयोग गर्ने हो? सम्पूर्ण अर्थतन्त्रको चाहिँ एउटा मुख्य चाहिँ आधार नै त्यसैलाई बनाउँदाखेरि भोलि कहाँनिर हामी अप्ठ्यारोमा पर्छौँ भन्ने कुरामा ध्यान दिनु पर्यो। म अन्तिममा एउटा कुरा अर्थमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, कमसे कम चाहिँ यो अनौपचारिक क्षेत्रमा रहेको 60% को करलाई चाहिँ म सकेँ र त्यसलाई औपचारिक क्षेत्रमा ल्याउने, कमसेकम करलाई चाहिँ किस्ताबन्दीमा तिर्ने र यो अलि भ्रष्टाचार र अनियमितता रोक्नका निम्ति कम्तीमा पनि यो चाहिँ डिजिटल सिस्टमलाई चाहिँ व्यवस्थित गर्ने कुरामा जाउँ। यति नै कुरा राख्दै बिदा हुन्छु। धन्यवाद।